नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। कोसियामा फुड डेलिभरी काम कतिको सेफ्टी छ त है, यो विषयमा पनि म भन्न गइरहेको छु। फुड डेलिभरी जबमा कम्पनीले चाहिँ हामीलाई साइकल दिएको छ, हेलमेट दिएको छ, पानीमा नभिजोस् भनेर उनीहरूले रेनकोट पनि दिएको छ, अनि ज्याकेटहरू दिएको छ, पेन्टहरू दिएको छ। ड्युटी चाहिँ 10 घन्टा ड्युटी हो। हामीले चाहिँ 10 घन्टा ड्युटी गर्नुपर्ने हुन्छ। ड्युटीको टाइममा हामी चाहिँ हिँडिराख्नुपर्छ। हामीले दिनमा यति र उति गर्नुपर्छ भन्ने नै छैन। हाम्रो टार्गेट हुँदैन, हाम्रो चाहिँ सेलेरी बेसमा हो। हामीले चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि आएको जति पनि रिक्वेस्ट आएको डेलिभरीहरू चाहिँ क्यान्सल गर्नु भएन। आफ्नो सिफ्ट, आफ्नो ड्युटी अवधिभरि चाहिँ जति पनि आएको डेलिभरी रिक्वेस्टहरू चाहिँ हामीले एक्सेप्ट गर्नुपर्ने हुन्छ। हाम्रो कम्पनीको रुल्स एन्ड रेगुलेसन चाहिँ तोड्नु हुँदैन। अहिले चाहिँ हाम्रो 3 जनालाई चाहिँ क्याम्पमा चाहिँ नेपाली त होइन, पन्जाबी हो, उनीहरूलाई चाहिँ क्यान्सल हानिदिएको छ। आगामी दिनहरूमा यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। साथसाथै मेरो भिडियोहरूलाई लाइक, सेयर अनि कमेन्ट गरिदिनु होला। धन्यवाद।